छ यसपालि काठमाडौँ 4ले नयाँ अनुहार देख्नु? पक्कै पनि चाहिँ देशभरि एक किसिमको लहर देखिएको छ र सुशासन र समृद्धिको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हाल्ने निर्णय धेरैजना मेरा आफन्तहरू 4 नम्बरका वासीहरूले पनि गरेका छन्। आशा छ चाहिँ पुकारजीले एउटा राम्रै मत ल्याएर विजय हुनुहुन्छ। परिवर्तन चाहेका छन् अहिले देशैभर मान्छेहरूले। मैले यहाँ पनि स्थानीय मान्छेहरूसँग आजकल बिहानको चिया गफै प्राय राजनीतिकै भइरहेको हुन्छ अनि हरेक मान्छेहरूलाई भेट्छु जो सचेत नागरिक छन् उनीहरूले चाहिँ यसपालि परिवर्तन गर्न खोजेका छन्। कुनै पार्टीलाई नहाल्ने यसलाई मात्र हाल्ने भन्दा पनि यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीलाई हाल्ने निर्णय गरेका छन्। त्यसले गर्दाखेरि म आशावादी छु। लालायित छन् उनीहरू कहिले बेग्र प्रतिशत छन् ब्यालेट बक्समा भोट हाल्नको लागि। जितको अग्रिम शुभकामना दिए। विश यू अल द बेस्ट।